देशले नै दिनदिनै एकजनालाई लखपति बनाउने योजना ल्याएपछि पार्टिसिपेट नगर्ने त गर्ने नि होइन अभियसली। तपाईले पसलमा सामान किन्दाखेरि बिल माग्नुहुन्छ कि हुँदैन? माग्ने बानी छैन भने अबबाट चाहिँ माग्ने दिन आयो है। अब त्यही एउटा बिलले तपाईलाई हरेक दिन 1 लाख र हरेक 15 दिनमा 10 लाख सम्म जिताउन सक्छ। यो नेपाल सरकारले नै सुरु गरेको अफिसियल लटरी प्रोग्राम हो। यो प्रोग्राम अर्थ मन्त्रालयले कस्टमरलाई कारोबार गर्दा बिल लिने बानीको विकास गर्न र बिजनेस ट्रान्ज्याक्सनको रेकर्डलाई चाहिँ इम्प्रुभ गर्ने अब्जेक्टिभले सुरु गरिएको हो भनिए तापनि पसलहरूलाई चाहिँ फर्मल इकोनोमीमा जोड्नको लागि र ट्रान्सपेरेन्ट हुनको लागि ल्याइएको यो निन्जा टेक्निक हो हाम्रो अर्थमन्त्री स्वर्णिम वाग्लेले। र आन्तरिक राजस्व विभाग अर्थात् आईआरडी ले साउन 1 गतेदेखि यो प्रोग्राम सुरु नै गरिसकेको छ। अब यो लटरी कसरी काम गर्छ त भन्दा तपाईले नेपालभित्र आफ्नो प्रयोगको लागि 100 भन्दा बढीको कुनै पनि वस्तु वा सेवा किन्नु भयो भने तपाई यो प्रोग्राममा पार्टिसिपेट गर्न एलिजिबल हुनुहुन्छ। र सबैभन्दा राम्रो कुरा ई सेवा, आईएमई खल्ती, मोबाइल ब्याङ्किङ, क्यूआर कार्ड जस्ता डिजिटल पेमेन्टहरुबाट चाहिँ तपाईको एन्ट्री अटोमेटिक नै हुन्छ, म्यानुअली केही गरिराख्नु पर्दैन। तर एउटा कुरा याद राख्नुस् है, एन्ट्री अटोमेटिक भयो भने पनि बिल चाहिँ सेफ राख्नै पर्छ। किन भनेर पछि भन्छु। क्याश तिरेर किन्नु भएको छ भने चाहिँ बिललाई आफैले म्यानुअली एन्ट्री गर्नुपर्छ। प्रोसेस एकदमै सजिलो छ। price.ird.gov.np मा गएर बिल नम्बर, विक्रेताको प्यान नम्बर, मिति, रकम जुन सबै चाहिँ बिलमा हुन्छ नै त्यो राखेर अनि तपाईको आफ्नो नाम र मोबाइल नम्बर चाहिँ एन्ट्री गरेर पुरस्कारको कुपन क्रिएट गर्न सकिन्छ। हरेक बिल बराबर एउटा उपहार टिकट है। जति धेरै बिल उति धेरै चान्सेस। तर एउटा बिल चाहिँ एक पटक मात्र एन्ट्री गर्न मिल्छ। अब प्राइसको कुरा गर्छु, हरेक दिन एकजना विनर हुन्छ जसले चाहिँ 1,33,334 बराबरको प्राइस पाउँछन् र 25% चाहिँ आकस्मिक लाभ कर काटेर हातमा ठ्याक्कै 1 लाख रुपैयाँ बच्छ। अनि हरेक 15 दिनमा एउटा बम्पर विनर 10 लाख रुपैयाँको, तर ट्याक्स पछि चाहिँ 7.5 लाख रुपैयाँ चाहिँ विनरले पाउने हुन्छ। विनर चाहिँ हरेक महिनाको 1 गते र 16 गते अटोमेटिक सिस्टमबाट छानिन्छ। अब फ्यु क्वेशन्सहरु जुन तपाई हाम्रो दिमागमा चाहिँ धेरै आउँछ त्यो बारेमा पनि बुझौं। मैले त क्यूआर बाट तिर्छु, मलाई बिल चाहिँदैन होला नि? रङ। यो नै सबैभन्दा ठूलो कन्फ्युजन हो। आईआरडी ले आफ्नो क्ल्यारिफिकेसन पनि दिइसकेको छ। क्यूआर बाट तिरे पनि जित्नु भयो भने प्राइज क्लेम गर्नलाई सक्कली बिल नै चाहिन्छ। बिल बिना पैसा पाउनुहुन्न है। त्यसैले डिजिटल तिरे पनि बिल चाहिँ सुरक्षित राख्नु होला। कहिलेदेखिको यो बिल चाहिँ काउन्ट हुन्छ भन्दा साउन 1 गतेदेखिको हो र क्याश बिल चाहिँ त्यही 15 दिनको विन्डो भित्र, अर्थात् ड्र हुनु अगाडि नै एन्ट्री गरिसक्नुपर्छ। ढिलो गर्यो भने चाहिँ बिलको चान्सेस सकियो। भ्याट बिल मात्र कि प्यान बिलमा पनि हुन्छ? दुवैमा हुन्छ। पसलसँग प्यान नम्बर हुनु पर्यो। हातले लेखेको बिल भए पनि प्यान भएको बिल भयो भने भ्यालिड हुन्छ। ठ्याक्कै 100 रुपैयाँको किन्यो भने नि हुँदैन। 100 रुपैयाँ भन्दा बढीको किन्नु पर्यो। 101 बाट सुरु। अनि पेट्रोल, मोबाइल, रिचार्ज, बिजुलीको बिल, टेलिफोनको, इन्टरनेटको, सवारी तथा दुवानीको, हवाई टिकट, बिजनेस खरिद, सरकारी निकायको बिल र प्यान नभएको पसलको बिल या यही 5-6 वटा क्याटेगोरी चाहिँ काउन्ट हुँदैन। बाँकी रेस्टुरेन्ट, किराना पसल, कपडा, होटल सबै काउन्ट हुन्छ। जित्यो भने चाहिँ कसरी थाहा हुन्छ त भन्दा आईआरडी ले तपाईको मोबाइलमा एसएमएस र इमेलबाट चाहिँ जानकारी दिन्छ र विनरको नाम वेबसाइट र सोशल मिडियामा पनि पब्लिकली अवेलेबल हुन्छ। कसैले फोन गरेर ओटीपी वा अकाउन्ट डिटेल्स माग्छ भने त्यो चाहिँ स्क्याम हो है। आईआरडी ले त्यस्तो खालको केही पनि गर्दैन। त्यसैले एन्ट्री गर्दा आफ्नो मोबाइल नम्बर चाहिँ सही दिनु होला। जितेपछि पैसा कसरी आउँछ त भन्दा अनाउन्स भएको 15 दिन भित्र सक्कली बिल, परिचय पत्र, ब्याङ्क अकाउन्टको विवरण र प्यान सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुस्। जाँचबुझपछि पैसा सिधै तपाईको ब्याङ्क अकाउन्टमा आउँछ। 15 दिन भित्र क्लेम गर्नु भएन भने चाहिँ त्यो रकम चाहिँ प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा जान्छ। कतिजना मान्छेले पार्टिसिपेट गरिसके थाहा छ? सुरुको 15 दिनमा 10,82,000 भन्दा बढी ट्रान्ज्याक्सन एन्ट्री भइसक्यो। तर इन्ट्रेस्टिङ कुरा, क्याश बिल चाहिँ म्यानुअली अपलोड गर्ने चाहिँ जम्मा 3400 जना मात्र छन्। अर्थात् क्याश तिर्ने करोडौं मान्छेहरूले आफ्नो चान्स चाहिँ खेर फालिराख्नु भएको छ। कम्पिटिसन अहिले कम छ। यो नै बेस्ट टाइम हो एन्ट्री गर्नलाई। अब सोच्नुस् त, हामी धेरैले बिल चाहिँ चाहिँदैन, भ्याट जोगिन्छ भनेर बिल अभोइड गरेको कति पटक छ। अब चाहिँ बिल लिने बानी गर्नु होला, सेफ राख्नु होला र क्याश तिरेको बिल पनि टाइममा आईआरडी मा एन्ट्री गर्नु होला। तपाईलाई सरकारको यो इनिसिएटिभ कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सिनु।